मम्मा 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 बाबा 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 आइज बुई म त सँगै समाले आइ फरक हो त मम्मा पनि किन आएको मिछु त नुहाएको थिएन नि कस्तो मजाले कल बसिरहेछ क्या नि बनाउनै पर्दैन भित्रसम्म त्यस्तो भित्र पनि त्यस्तै छ बट मेरो भुँडी अझै यत्रो छ 5 महिनाको बेबी भयो जत्रो कहिले घट्ने हो थाहा छैन म चाहिँ बाटोबाट जाँदै थिएँ हैन यहाँ चाहिँ कस्तो किमु पाकेको रहेछ क्या यति धेरै पाकेको किमु आम्मामा अन्त खाएँ अलिकति यस्तो भइसक्यो यहाँ माथि झन् कति धेरै छ आम्मामा सोफामा चढ्नै भइसक्यो क्या त्यो रुबेर ल जाऊ माथि आम्मामा नि त यस्तरी सुत्छ क्या पुरा छाती टेकेर जहिले रातभरि यस्तै सुत्ने हो यति सुत्यो भने चाहिँ पुरा नाच्छ ओछ्यानभरि कहिले खुट्टातिर हुन्छ कहिले ढोगा पछाडि गएको हुन्छ है अनि अहिले दिउँसो पनि हेर न सुताइ म यस्तो सुताइ चाहिँ मेरो चाहिँ फेरि खासमा म पनि यस्तै छाती टेकेर सुत्ने हो ऊ पनि हेर न पुरा यस्तो छ सुताइ चाहिँ दिउँसो त ठिकै छ राति त खोज्नुपर्छ कहाँ छ छोरो भनेर किन उठेको त बाबा सुतिराख्नु पर्दैन बुबु खाएर सुतेको होइन किन हालेको मुखमा ल सुतेर उठेको यस्तो छ पारा अब छोरू रेडी भएन हामी चाहिँ वेट लिन जान लागेको हरेक महिनाको 21 गते चाहिँ हाम्रो यहाँ दुधेनामा स्वास्थ्य चौकी एउटा अस्थायी राखेको छ त्यहाँ चाहिँ वेट लिन खोप लाउन सबै गर्न आउँछ अब उसको त खोप छैन अब उसको वेट लिने हो हामी हरेक चोटि जान्छौँ अब हामी जान लागेको म गएँ छोरू बाई म गएँ मम्मा गएँ बाई मम्मा गए बाई बाई हाय आऊ न त आ मम्मा गए बाई बाई हो आऊ बाई आमा छोरी चाहिँ जान लाग्यो यो पर्ची बोकेर उसको आज वेट लिने हो हैन 21 गते जाम न त यसो निस्किने पनि हुन्छ भनेर निस्केको कस्तो गर्मी पनि छ है छोरीलाई हेर न चिटिक्क भएको छ आमा चाहिँ नाइट ड्रेसमा टुम 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 है छोरो कति छ हेरौँ है त अब है म एक्साइटेड भएको त्यहाँ साथीहरूलाई देखेर जेन्सा दिदी पनि आइस आज है अब वेट लिने कति छ मेरो मुटु जेन्सा दिदी कति किलो छिन् बढी छिन् कि उत्तिकै छिन् कि घटी छिन् कि कति भइ छिन् अब कति महिना किन रे नि अहिले 7 महिनाको भयो मेरो मुटुले हाँसो आज कस्तो सजिलो बसाइ 6000 अब बैशाखमा जान्छु भाइ चाहिँ बसाउ हजुर आमालाई मम्मीलाई पकाएर माथि ट्याक्कै ट्याक्कै कति किलो भइथियो 7 किलो छ अरे 8 किलो का भा 7 किलो 600 ग्राम 7 किलो 600 ग्राम हेर आगे न डराएर खेले छिन् हो एकछिन नजिक हो त
स्याबास आहा कति भिडियो 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 बाबालाई पठाइदिन्छ है भिडियो बाबालाई आज तौल्ने बेलामा स्याबास स्याबास नरोको के कति राम्रो छ अब यस्तै हालिदिनु पर्यो घरमा रोएकै हालिदिए सजिलो हामीलाई नि यस्तो नि आफूलाई अत्यार लाग्यो बेला बोर भ्या बेला यता हाल्दिउँ मजा आउँदैन नरुङ्गेर गरे हजुर समात्नु छैन हल्लेर होला नि यो वेट तलमाथि देखिने तलमाथि देखिया छ नहल्ले कति रहेछ कि त्यही हो त्यही 600 ग्राम रहेछ धेरै त बढी रहन्छ छोरीले चाहिँ अब म माथि चढ्ने होइन एभोकाडो टेस्ट गर्दैछिन् आज फर्स्ट टाइम कस्तो मान्छन् थाहा छैन बट ल त्यस्तो गर्नु हुँदैन त आज फर्स्ट टाइम हो साउलीले एभोकाडो खाँदै एभोकाडो मन परेन जस्तो छ मन परेन के हो आच्याउनु थाल्यो क्या हो खाँदा खाँदै ल हेर न कहाँ माथि चढेको होला है यहाँ माथि तिमी त कस्तो बदमास भएको के छोरो कहाँ जाने हो यहाँ सोफा माथि चढेर कहाँ जाने हो अब फेरि चुतुर पुतुर होइन नि त्यो होइन ल मिठो छैन हेल्दी हुन्छ नि त मिठो त छैन मम्मालाई पनि मन पर्दैन यो त तर तिम्रो लागि त हेल्दी हुन्छ ल अनि घुम्न जाने घुम्न जाऊ मिठो छैन छ यु लाइक इट पहिला त मम्माले टेस्ट गर्छ नि त जहिले तिम्रोमा मिठो छ कि छैन मिठो भए पनि नभए पनि हेल्दी चिज त खानु पर्यो होइन मन परेन वाक वाक गर्छ त छोरुलाई त एभोकाडो मन परेन स्ट्रबेरी चाहिए जस्तो छ कति धेरै पाकिसक्यो फेरि त्यहाँ यता पनि पाकेछ खै त्यहाँ छ खान्छौ यहाँ छ अर्को उता छ है हेर त आमा आउँदै हुनुहुन्छ यिनी मक्ख परे मा भन बुम आमा मामा आया आम फल्यो आँसु गाली छिन् बुकुली मा पछि यतिको भयो मिक्सीमा हालेर पिसे पनि कस्तो हुन्छ गाजर भन्दा चाहिँ छिटै सुक्ने रहेछ यो चाहिँ गाजरको त अलि सुक्न टाइम लाग्छ कुनै कुनै त अलिक नसुके जस्तो छ अलिक टाइम लाग्छ सुक्नु दुईटैको बेस्ट बनाऊ बनाऊ के भयो वाउ बुम 1 2 3 आमाले मासु गाड्ला तिमीलाई चाहिँ के भयो पछाडि डुम डुम भयो मुटु मुटु बाई म गएँ यस्तो भयो के हो पुरा धुलो उड्दैछ त
चाहिँ यसमा चालेर चाहिँ राख्छु। अब अझै चाहिँ अलिकति पिस्छु, कस्तो राम्रो के चाहिँ यतिको भयो धुलो। अब यसरी छान्दाखेरि चाल्दाखेरि चाहिँ कतिको छोक्रा छोक्रा पर्छ नि, त्यसलाई फेरि पिन्ने। त्यो जति भयो। यो चाहिँ 1 किलो चुकुन्दर हो। 1 किलो चुकुन्दर चाहिँ यति निस्किँदो रहेछ क्या। अब सिजनको बेलामा त किनेर फ्रेस नै पाइन्छ होइन सब्बर, त्यही अफ सिजनको बेलामा चाहिँ पाइँदैन। अनि त्यो भएको भएर चाहिँ अनि अब अन द स्पोट पनि खुवाउनु मिल्यो, कतै निस्किने बेलामा चाहिँ, कतै निस्केको बेलामा प्याक गरेर लिएर होइन। त्यो भएर चाहिँ यो यति चाहिँ 1 किलो चुकुन्दरको कस्तो हुन्छ भनेर विचार गर्नलाई चाहिँ मैले थोरै लिएर आएको पहिला। अब राम्रो भयो भने चाहिँ अनि म त्यसपछि अनि फेरि अरू ल्याएर बनाउँछु यस्तै। यो चाहिँ अब गाजरको बनाउँदैछु, त्यसमै कस्तो हुन्छ। यो पनि 1 किलो गाजरको नै हो। सुकाउँदा गर्दा चाहिँ यति भयो। गाजर त लगभग फ्रेस नै हरेक सिजनमा पाइ नै हाल्छ खुवाउन। यो चाहिँ कहिलेकाहीँ बाहिर निस्किने बेला ट्राभल गर्दाखेरि सजिलो होस् भनेर कस्तो हुन्छ भनेर ट्राई गरेको। अब गाजर सस्तो भएको बेला पनि बनाएर राख्न सक्यो। फेरि छोकडा आयो, फेरि यसलाई पिन्नु पऱ्यो। अनि धुलो चाहिँ यस्तो भयो। यतिको फाइन पाउडर भयो होइन। अझै मसिनो गराउनुपर्छ होला। अब हाम्रो मिक्सरले त यति नै गर्यो। अब यो ट्राई गर्नलाई एक दुईचोटि म ट्राई गरेर हेर्छु पहिला, घोलेर कतिको घोलिन्छ घोलिँदैन। त्यसपछि राम्रो भयो भने फेरि नै चुकुन्दर र यो बनाएर राख्छु। म चाहिँ यो दुईटै चुकुन्दर, अघि पिसेको चुकुन्दर र यो गाजर चाहिँ अलि छोटा छोटा थियो कि, अलिक चालेर चाहिँ यति आएको थियो। अब कहाँ फाल्नु कति पिस्नु होइन। त्यो भएर तातो पानीमा भिजाउँछु। अनि यसमा अहिले लिटो बनाउनु बेला दिन्छु छोरुलाई, फेरि पिसेर दिन्छु कस्तो हुँदो रहेछ। यो रातो रङ त पहिला पहिला हामीले त्यो रङ लाउँथ्यो नि हातमा, त्यस्तै पो कलर रहेछ। यसैबाट बनाउँछ कि क्या हो त्यो रङ। यो त मजाले अब धुलो भएको भएर होला गल्यो होइन। अब यत्तिकै पनि दिन मिल्यो चुकुन्दर, अब केमा मिक्स पनि गर्न मिल्यो। बट यो चाहिँ अलिकति दाना दाना भएको छ। यसलाई चाहिँ म अहिले कान्छीको ओट्ससँग पिसेर दिन्छु। यो चाहिँ यत्तिकै दिन पनि मिल्यो। मैले चाहिँ भिजाएर राखिदिएको छु। यो चाहिँ मेरो नयाँ एक्सपेरिमेन्ट। बच्चा भएपछि के एक्सपेरिमेन्ट गर्नुपर्ने खानाको लागि, खुवाउनलाई होइन। हजुरलाई को भयो छोरू? कफी निस्किन्छ। के हुँदैन, के हुन्न खै। कस्तो गन्नाउने छ कस्तो। दुध खान मान गएको थियो नि होइन। मेरो नाकले के स्वाद थाहा पार्नु यस्तो भनेर। खै छोरू के भयो बा? अपस भए जस्तो कस्तो गन्ना छ।